Let's unbox our parcel from Temu. मैले चाहिँ टिमुबाट रिसेन्टली सामान अर्डर गरेको थिएँ। मेरो सामान आज फाइनली 1 week पछि आइपुगेको छ। So let's open this. अब मसँग काट्ने कुरा केही छैन, मैले लिएर आएको छु। सो मैले कैँची लिएर आएँ। ल आफ्नो रेडी हुँ त काट्न गएँ। खोलेर हेरौँ है त। यो चाहिँ जस्ट मेरो उयोहरू हो, इनरहरू हो। काममा लाएर जानलाई ब्ल्याक क्याप। मलाई चाहिँ क्यापहरू यस्तो मनपर्छ क्या, अनि त्यही भएर मैले यो मसँग एउटा पिङ्क थियो, मनपर्छ तर मसँग खासै थिएन, मलाई रिसेन्टली मन पर्न थालेको हो। अनि मसँग एउटा पिङ्क थियो, अनि काममा पिङ्क लाउन अलाउड हुँदैन क्या, अनि यसो ब्ल्याक कलरको मैले काममा लाउनको लागि चाहिँ यो मगाएको। लगाएर खिच्छु म कस्तो राम्रो देखेछु के। अनि समरको लागि मैले सर्ट्सहरूमा लाउनको लागि टी सर्ट मगाएको छु। लाइक मलाई यस्तो प्रिन्टेड टी सर्टहरू अनि ओभर साइजमा एकदम मनपर्छ। अब यो मलाई ठिक हुन्छ कि हुँदैन है। ओभर साइज मलाई टिपिक्कै भयो भने चाहिँ मलाई मन पर्दैन। ओभर साइज हो भने चाहिँ दिस इज पर्फेक्ट फर मी। अनि यो भयो एउटा, के लेखेको छ त मैले बुझ्दिनँ। अर्को छ, दिस इज अ स्कर्ट, चाहिँ लङ स्कर्ट हो। बिचहरूमा लाउनको लागि, बिच यस्तो कतै घुम्न गएँ म भन्ने गर्मीमा यस्तो राम्रो छ। फ्लोरल ब्रान्ड यस्तो होइन। यो एउटा प्राइस चाहिँ मलाई कुनैको नि याद छैन, अहिले हेरेर मैले थाहा पाउनुपर्छ। अनि त्यसपछि मैले अर्को यो ब्लू कलरमा अर्डर गरेको छु। मसँग ब्ल्याक कपडा एकदम धेरै छ, त्यही भएर मैले चाहिँ यस्तो रङ्गी बिरङ्गीको यो ब्लू कलरमा अर्डर गरेको छु। मसँग ब्ल्याक कपडा एकदम धेरै छ, त्यही भएर मैले चाहिँ यस्तो रङ्गी बिरङ्गी ट्राई गरौँ भनेर अरू कलरमा किनिरहेको होइन, सोचिरहेको मतलब लिइरहेको छु। अनि वाउ, यो त सोचेको भन्दा यस्तो राम्रो छ। अनि यो भयो होइन, यो चाहिँ ब्लू कलरको यस्तोमा टाई गर्नेवाला हो क्या। अनि यो यस्तो राम्रो चाहिँ म लाएर देखाउँछु पछि तपाईँहरूलाई। अनि लाएर पनि देखाउँछु, यही भिडियोको लास्टमा हुन्छ सबै मैले ट्राई गरेको चाहिँ। अहिले चाहिँ अनबक्सिङ हो, ट्राई गरेर चाहिँ म लास्टमा देखाउँछु। द्याट्स वान। अनि त्यसपछि अघि बिचमा मेरो कल आयो, अनि त्यही भएर त्यो काटेर म फेरि लाइक त्यहीँबाट कन्टिन्यू गर्छु। अनि अर्को छ यो पिङ्क कलर पिङ्क, अनि यो पनि यस्तो राम्रो छ। सेम त्यस्तै खालको डिजाइन हो, तर कलर डिफ्रेन्ट। इफ म गइहालेँ भने लाएर हाल्छु, तर म यो ट्राई गर्छु अहिले, किनकि साइज फिट भएन भने रिटर्न गर्नु पर्यो नि त। यो छ। अनि अर्को छ यो ब्याग, यो चाहिँ मेरो लागि होइन। यो चाहिँ मैले नेपाल पठाउनको लागि हो। दिस इज सो क्युट। मैले मम्मीको लागि पठाउन आएको हो, अनि मम्मी मेरो सासू मम्मी। सो त्यसलाई म कपडा लाग्यो, मम्मीको मैले एकदम धेरै कपडा लिएर आएको छु। त रिटर्न त होइन, गर्नुपर्ने चिज हो मैले हो। हेर दिस वान यस्तो क्युट छ क्या। मैले यस्तै खालको होइन, तर अर्कैमा मैले मगाएको थिएँ ग्रे कलरमा होइन, त्यो खासै राम्रो निस्केको थिएन कि। दिस इज सो क्युट क्या, कति राम्रो ब्याग, मलाई मन पर्यो मम्मी। तर होइन, म मम्मीलाई पठाउँछु। अनि त्यसपछि दिस वान, यो पनि व्हाइट टी सर्टै हो। अब यो मैला देखिन्छ भने म
And this is oversized t-shirt. I love it. कस्तो राम्रो कस्तो क्युट सर्ट्सहरुमा लाउन चाहिँ एकदम राम्रो देखिन्छ यो सर्ट्स अब गर्मीमा सर्ट्स लाएर हिँड्ने हो अनि त्यसपछि यहाँ मैले एउटा कुरा चाहिँ साइडमा त्यसै राखेको थिएँ दिस इज लाइक इनर वेयर अनि मैले यत्रो त मगाएको थिइनँ इनर वेयरहरू पनि तर केही नै छैन ठिकै छ गिफ्ट सम्झेर राख्छु द्याट्स अल द्याट्स माई टिमु हल सो किप वाचिङ अनि बाँकी नै छ रोक्नु है म यो लाएर एक एकवटा लाएर म देखाउनै बाँकी छ नि वेट फर द्याट back to ब्याग चाहिँ हल्का यो चाहिँ नमिलेको छ त्यही मैले चाहिँ के भन्छ अरे सबै आएको चिज सबै लाएर देखाइदिउँ भनेर यस्तो राम्रो छ यस्तो साइड क्लथ